नमस्कार, स्वागत छ द मनी टकमा। आजबाट हामी सुरु गर्दैछौँ पैसालाई बुझ्ने एउटा नयाँ यात्रा। हामी सबै पैसा कमाउँछौँ, कसैले थोरै, कसैले धेरै। तर एउटा प्रश्न छ, हामीले कमाएको पैसा किन टिक्दैन? महिनाको सुरुवातमा तलब आउँछ। तलब आएको दिन मन खुसी हुन्छ, अब यो महिना अलि बचाउँछु। यो पटक अनावश्यक खर्च गर्दिन। अलिकति पैसा लगानी पनि गर्छु। तर केही दिन बित्छ। घर खर्च, मोबाइल रिचार्ज, पेट्रोल, खाना, साथीभाइसँगको खर्च, अनलाइन शपिङ, इएमआई, साना साना खर्च। अनि महिनाको अन्त्यमा ब्याङ्क अकाउन्ट हेर्दा पैसा कहाँ गयो? सायद तपाईले पनि यो अनुभव गर्नुभएको छ। तर यहाँ बुझ्नुपर्ने पहिलो कुरा के हो भने, पैसा कमाउनु र पैसा व्यवस्थापन गर्नु दुई फरक कुरा हुन्। धेरै मानिसको समस्या पैसा कम नहुनु होइन। समस्या हो आएको पैसालाई सही ठाउँमा राख्न नसक्नु। कल्पना गर्नुहोस्, दुईजना मानिस छन्। दुवैको मासिक आम्दानी 50,000 रुपैयाँ छ। पहिलो व्यक्तिले तलब आएपछि खर्च गर्छ। पहिले घर खर्च, मोबाइल, खाना, घुमघाम, शपिङ, अन्त्यमा केही बाँकी रह्यो भने बचत गर्छ। दोस्रो व्यक्तिले भने तलब आउने बित्तिकै 5,000 रुपैयाँ छुट्याएर राख्छ। त्यसपछि बाँकी 45,000बाट आफ्नो खर्च व्यवस्थापन गर्छ। एक वर्षपछि पहिलो व्यक्तिको बचत हुन सक्छ 0। तर दोस्रो व्यक्तिसँग कम्तीमा 60,000 रुपैयाँ जम्मा भइसकेको हुन्छ। फरक के भयो? आम्दानी एउटै थियो, फरक थियो पैसाप्रतिको व्यवहार। त्यसैले पैसाको पहिलो पाठ हो, पहिले आफूलाई पैसा तिर्नुहोस्। यसको अर्थ के हो? तलब आयो भने सबैभन्दा पहिले आफ्नो बचत वा इन्भेस्टमेन्टको पैसा छुट्याउनुहोस्। उदाहरणका लागि, तपाईको तलब 40,000 छ भने सुरुमै 4,000 छुट्याउन सकिन्छ। बाँकी 36,000बाट महिनाको खर्च व्यवस्थापन गर्ने। महिनाको अन्त्यमा बाँचेपछि बचत गर्छु भन्ने सोचले धेरैजसो मानिसलाई बचत गर्न दिँदैन। किनभने खर्च गर्ने ठाउँ कहिले सकिँदैन। पैसा जति भए पनि खर्च गर्ने ठाउँ भेटिन्छ। त्यसैले बचत भनेको खर्च गरेर बाँकी रहेको पैसा होइन। बचत भनेको पहिले छुट्याइएको पैसा हो। अब दोस्रो पाठ, सानो खर्चलाई सानो भनेर बेवास्ता नगर्नुहोस्। हामी ठूलो खर्च देख्छौँ। मोबाइल किन्न 30,000 लाग्यो भने सोचेर किन्छौँ। तर दिनको 100 देखि 200 रुपैयाँको खर्चलाई त्यति महत्त्व दिँदैनौँ। मानौ तपाईले दैनिक औसत 200 रुपैयाँ अनावश्यक खर्च गर्नुभयो। 200 रुपैयाँ गुणा 30 दिन बराबर 6,000 रुपैयाँ। एक वर्षमा त्यो रकम 72,000 रुपैयाँ हुन्छ। अब सोच्नुहोस्, तपाईको पैसा ठूलो खर्चले मात्र खाइरहेको छैन। सानो सानो दोहोरिने खर्चले पनि ठूलो रकम बनाइरहेको हुन्छ। त्यसैले आजदेखि एउटा काम गर्नुहोस्। एक महिनासम्म तपाईले खर्च गरेको हरेक रुपैयाँ लेख्नुहोस्। चिया, कफी, पेट्रोल, खाना, अनलाइन शपिङ, रिचार्ज, सबै। महिनाको अन्त्यमा हेर्नुहोस्। त्यसपछि तपाईलाई आफ्नो पैसा वास्तवमा कहाँ गइरहेको छ भन्ने थाहा हुन्छ। अब तेस्रो पाठ, पैसा बचाउनु मात्र पर्याप्त छैन। बचत आवश्यक छ। तर लामो समयसम्म पैसा केवल बचत गरेर राख्दा पनि पर्याप्त नहुन सक्छ। किनभने समयसँगै वस्तु तथा सेवाको मूल्य बढ्छ। आज 1 लाख रुपैयाँले किन्न सकिने सामान केही वर्षपछि त्यही मूल्यमा नपाइन सक्छ। त्यसैले पैसाको अर्को काम हो पैसालाई काममा लगाउनु। यहीबाट इन्भेस्टमेन्टको कुरा सुरु हुन्छ। तर इन्भेस्टमेन्ट भनेको आफूले नबुझेको ठाउँमा पैसा हाल्नु होइन। शेयर मार्केट, म्युचुअल फन्ड, फिक्स्ड डिपोजिट वा अन्य इन्भेस्टमेन्ट। पहिले बुझ्ने, जोखिम बुझ्ने अनि आफ्नो अवस्थाअनुसार निर्णय गर्ने। छिटो धनी बन्ने लोभ होइन, बिस्तारै सम्पत्ति बनाउने सोच। र चौथो तथा सबैभन्दा महत्त्वपूर्ण पाठ, ऋणलाई हल्का रूपमा नलिनुहोस्। आफ्नो आवश्यकता पूरा गर्न लिएको उचित ऋण र देखावटी जीवनशैलीका लागि लिएको अनावश्यक ऋण फरक कुरा हुन्। यदि हामीले आफ्नो आम्दानीभन्दा धेरै खर्च गर्न थाल्यौँ भने ऋण बढ्दै जान्छ। आज इएमआई, भोलि अर्को इएमआई, अनि अर्को क्रेडिट कार्ड बिल। बाहिरबाट हेर्दा जीवन राम्रो देखिन सक्छ, तर भित्रबाट पैसा सधैँ अरूलाई तिर्नमै गइरहेको हुन सक्छ। त्यसैले पैसा कमाउनु जति महत्त्वपूर्ण छ, ऋण नियन्त्रण गर्नु पनि त्यत्तिकै महत्त्वपूर्ण छ। अब आजको भिडियोबाट एउटा कुरा मात्र याद राख्नुहोस्। पैसा कमाउनु फाइनान्शियल फ्रिडमको पहिलो चरण मात्र हो। त्यसपछि आउँछ पैसा व्यवस्थापन, त्यसपछि बचत, त्यसपछि लगानी र अन्ततः सम्पत्ति निर्माण। हामी मध्ये धेरैलाई विद्यालयमा गणित सिकाइयो, विज्ञान सिकाइयो,
तर आफ्नो कमाएको पैसालाई